नमस्ते, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हाम्रो नाइटको काठमाडौँदेखि विराटनगरसम्मको यात्रामा सुरु हुन्छ। आफ्नो मेमोरीको लागि चाहिँ बनाएको सफरको मजा लिँदै जानु होला। म चाहिँ दाइको पचालो हेर्दै देखाउँदै के गर्छ भन्दै के मेरो दाइको दिइरहेको थियौँ हामी। अनि सबै भिडियो बनाउँदै म चाहिँ गएँ कोर्दै हुनुहुन्छ। यस्तो दामी एसीवाला थियो, कुर्सी पनि दामी थियो, बसाइ राम्रो पनि थियो। भनौँ न टिभी वाइफाई सबै भएको नेपालमा पनि अब नाइट बस्ती दामी आउन लागेको छ। यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स हो, फर्स्ट नाइट बस चढ्नेको एक्सपिरियन्स चाहिँ म सुनाउँदैछु। राम्रै ठिकै हुँदो रहेछ, सुत्न चाहिँ अलिक अप्ठ्यारै हुँदो रहेछ। अनि हामी लाग्यौँ, हामी के हुँदै के अरे यो बल्खु हुँदै यताको बाटो हुँदै बिहानको कति 5:30 बजीतिर 9:30 बजीतिर पुगेको थियो। एनिवेज हेर्दै जानु होला के क्याप्चर गरेको छ मैले। मेरो नाम छैन, म दिएको थिएन। मेरो चाहिँ 40 ब्याग अलिकति इज्जत त छ। अहिले यहीँ दिनुपर्ने यार। यहीँ ऊ यहाँनिर स्टप लिएर बिग्रियो क्या। मेरो आमा यहाँ ओ चिकेको छ बसेन यहाँ। मान्छे त भित्र ब्याक साइड मेरो त्यति राम्रो चले होइन। अब 5G वाला त दिनु भएन, 2G वाला त तर पानी चाहिँ पर्ला जस्तो भयो यार। 5G वाला त हालेकै छैन के भित्र मात्र राखेको छ। त्यही भएर ट्रेनमा त जहाँ पनि जस्तो अरू भएन क्या। पछि ल्याएको न पछि मजिलो पनि पाउने थियो। बाहिर सकेर आउँदैमा ग्यास खतम, अब त्योहरू खाऊ त अब भइदियो अरे। हाम्रोमा थियो कि बाहिरबाट काङ्ग्रेस तर अहिले यस्तो भयो नेपाली जनताले त अब त्यो मिडियामा आएको बोलेको देखेर पो जज गरेको। हामी त त्यही गाउँवासी बसिया मान्छे त्यसो त बोल्छ। तर बाजी त दिँदा पनि तर त्यो त्यसलाई छोड्ने भनेको काङ्ग्रेसले मलाई टिकट उसको माल शान्त हो सबैलाई। त्यो भयो भएन गाडी
यो चाहिँ सतुङ्गल चन्द्रागिरी अहिले चाहिँ नवलपुर आइपुग्यौँ 1 बजेतिर अनि बल्ल वासरुम गएर बसेको निद्राले बस्छ यो चाहिँ हेटौडा बस पार्कभित्र छिर्दैछ यतिखेर चाहिँ यहाँ चेकिङमा कर चौकीभित्र हेटौडा बस पार्क आयो है 1 बजेतिर 1 पनि 1:15 भयो अहिले यो दामी रहेछ 2 चोरी भयो म चाहिँ अहिलेसम्म हेटौडा है बाटो ठुलो बनाउनका लागि घरहरू तोडेको नि रहेछ कति धेरै प्राइभेट घरहरू नै अब त्यति राम्रो देखेको छैन यहाँबाट चाहिँ तर धेरै तोडेका छ घरहरू नै हेटौडा औद्योगिक क्षेत्रहरू पनि आउँदैछ आएछ पेडा भन्दा हामी रक्या सेमराबाट हामी लाग्दैछौँ विराटनगर कन्स्ट्रक्सन एरिया रहेछ यो चाहिँ इन्ट्री गेट सानसानोहरू सबै आफू गाछीहरू मुजुरा फाल्दै रहेछ तराई साइड तपाईँको लोकल घरहरू यस्तो हुन्छ लोकल तराईको घरहरू चाहिँ यस्तो सानसानो हुँदो रहेछ एकचोटि भयो
एकदम पेडाको शौखिन रहेछ क्यारे मान्छेहरू कति धेरै पेडा भण्डार लेखिरहेको छ स्मल हाउसहरू कति धेरै हो कि के हो यस्तो काठको अरू यता मकै पनि यत्रो भइसकेको रहेछ राइट साइडमा जमेको पानी यो चाहिँ जलकुम्बी सुकेर कालो कालो भएछ वाउ सान अहिले माछा टिप्न आएको यिनीहरू कति बिहान आलु टिप्न आएको यो चाहिँ कसै बारेको स्टार्ट गरेको गरिरहेको छु मैले अघिदेखि नै यो चाहिँ कसै बारे अनि कहाँ खोल्ने भन्छ त अनि ड्याम चाहिँ खै त खोल्ने ड्याम चाहिँ यो कालो कालो देखिरहेको छ यो सबै ड्यामै हो त त्यो पछि खोल्ने हो नि त पानी भएको बेला कति किलोको के अरे कति किलो छ त्यो त मलाई थाहा छैन आराम फालेर हेर अब फालेर उता अझै भित्र कति लामो होला है होइन बढी नै छ अरे बापरे भन्दा बढी नै होला यो चाहिँ कसै बारेको लामो छ अरे यहाँको काठहरू ढिक्कमा आउँछ नि त्यही पछि पछि त्यो काठहरू निकाले आउँछ नि अरे बापरे कति लामो रहेछ त नि भयो यो भन्दा धेरै छैन वर्षको बेला चाहिँ सब कसै बारे 56वटा ढोकाहरू छन् कति छ 1962 मा बनेको रहेछ कुन्नी पर्फेक्ट लम्बाइ प्रदेश सकेर अब कोशी प्रदेश स्टार्ट भयो अब हाम्रो डेस्टिनेसन नजिक हुँदैछ जिल्लामा पर्छ यहीँ रहेछ कोशी टापु भनेर आरक्षित क्षेत्र अनि चौरमा कहाँ घर हुन्छ त चौरमा कहाँ घर हुन्छ यो सबै चौर हो त चौर धेरै पाउँछ नगर चोक यत्रो जाना छ कराई छ भने झनै विराटनगरको यो चाहिँ होटेलमा बसेको
होटेलको रुम होटेल अझै एकदमै पाउन मुस्किल रहेछ यहाँतिर चाहिँ बस हुँदै हामी चाहिँ यता घुम्दै जान लागेको अनि हामी बस्या होटेल यता स्टुडेन्टहरू पढेर आउँदैछ एकदम पानी परा जस्तो जाडो जाडो छ डिग्री क्याम्पस भित्र छिर्यौँ हामी दिस इज ब्युटिफुल डिग्री क्याम्पस यही हामी त डिग्री क्याम्पसभित्र छिरेछौँ नि नगरमा नरिवलको कि सुपारीको रुख हो यो नरिवलको रुख यत्रो ठुल्ठुलो रहेछ त्यसपछि डिग्री क्याम्पस यता अनि हाम्रो साथीहरू जाँदैछ यहाँभित्र चाहिँ मकैबारी पनि रहेछ राम्रो चौरी रहेछ यहाँ चाहिँ अनि यो चाहिँ स्वतन्त्र युनियन विद्यार्थी युनियन क्याम्पस अब यो खारेज हुन्छ सब खारेज साथीहरू चाहिँ फोटो खिच्दैछ यसमा बसेको हामी भनेर कराएको कति दामी कस्तो दामी के यस्तो ब्युटिफुल के फुल होला यसको नाम पत्कर खसी बाख्राहरू ल पनि तर मरेछ बिच बाटोमा अनि हामी चाहिँ रोड क्रस गर्दैछौँ यता यता यहाँ फाइनली हामीले रोड क्रस गऱ्यौँ हामी चाहिँ इक्जाम दिन आएको अब चटपटे पसल छ कि भनेर सोध्दैछौँ हेर्दैछौँ होइन पुग्छ 50 को भयो भने दामी यसको नाम के पो थियो बिर्सेँ मैले full small groups of people. Kasto dami flower. हजुर यो पकौडालाई कति रुपियाँ हो अनि उची छ कि छैन समोसा चाहिँ यो 20 त्यो त 20 को हो 20 को दिनु नि त मलाई आउने फुल पनि रहेछ
नाम चाहिँ थाहा छैन सरी यो पनि न्यू फ्लावर इन्भेन्सन गरेको मैले कोशी प्रादेशिक अस्पताल विराटनगर वाउ कस्तो दामी फ्लावर फुल्न बाँकी छ क्याक्टसको नि फ्लावर हुँदो रहेछ मिर्जाई फुल यो थाहा छैन यो पनि थाहा छैन वाउ कस्तो दामी दामी फुलहरू छ नि कति महँगो होला नि यिनीहरू सब यो चाहिँ कागतीको जस्तो आई थिङ्क यिनीहरू क्युटी पाइ अर्निका नर्सरी रे नर्सरी चाहिँ दामी हो कि वाउ वाउ यो गोदावरी यो जेरेनियम को नाम मैले बिर्सेँ तिनीहरूले नि इ गरे त आऊ यहाँ गरेको देखाउँछु पिङ्की super पिङ्की हाँस त्यो लभ त्यही त जम हौ लैजाउँ हामी नर्सरीमा अलि रिफ्रेसिङ नर्सरीमा रिफ्रेसिङ हुँदैछौँ हामी आगे आगे पीछे क्या है पीछे पीछे तेरे नाम बनाएको क्युटी पाइ पहिले के नदेखाएको तेरे पीछे पीछे खाना खानको लागि कुदेको कुदै छ अनि यो बजार मुङफली अनि यहाँ चाहिँ आस्टी अनि यहाँ चाहिँ मकै पनि पाइँदो रहेछ अनि यहाँ अनि यिनीहरू चाहिँ होटेलहरू भए भोलिको लागि टिकटहरू साथीहरू कुर्सीहरू पनि थुप्रा बुकिङ पोनिङ रे है कसको बिहे गर्न मन छ आउनु होला स्टोर यो उहाँहरू हाम्रो साथीहरू आता नि हिँडेको हिँडे चाहिँ थकाली खाना सेर्छ खाँदै हुन्छ किचन महेन्द्र चोक विराटनगरमा आएर खाना खायौँ हामीले अब हामी सबजना जाँदैछौँ अनि हामी बस्नु फेरि उहाँ पर यो चाहिँ बस पार्कभन्दा पनि धेरै पर आएको छौँ हामी चाहिँ बिहान सफारी साथै एक्जाम दिन जान लागिसक्यो स्कुल इन्टरनेसनल जामी स्कुलमा हामी चाहिँ
इटरीबाट चाहिँ हामी लाग्यौँ सरर 12 बजेको थियो होला 12 पनि हिँड्न त हामी 10 बजे 10:15 बजीतिर नै एक्जाम सकेपछि हामी हिँडेको थियौँ अनि इटरीमा आएर एकछिन गाडी बिग्रियो त्यसपछि हामी लाग्यौँ गाडीको सफर अनि यसको चाहिँ मजाले गीत कति दामी दामी बजेको थियो तर के गर्नु गीत हाल्न मिल्दैन यहाँको त्यसैले मैले यो भोइस ओभर गरेको अनि म ब्याक साइडमा थिएँ त्यही भएर त्यति राम्रो भिडियोहरू चाहिँ खिच्न सकेन तर पनि यसो रमाइलोको लागि एउटा मेमोरी होस् भनेर चाहिँ म चाहिँ एभ्री ट्रिपको चाहिँ थोरै रोड ट्रिपहरूको रोडको सिनहरू चाहिँ थोरै खिच्ने गर्छु र तराई चाहिँ यस्तो हुँदो रहेछ पुरैसम्म सफारीहरू चल्ने अहिले चाहिँ यस्तो रहेछ अहिलेको चाहिँ सिजन त्यस्तो धेरै राम्रो वाउ भन्ने खालको चाहिँ रहेनछ मिनिमल रहेछ जे होस् घुम्न रिफ्रेस हुनको लागि अब हामी पहाडमा बस्नेहरूलाई चाहिँ यो तराई चाहिँ अलिक डिफ्रेन्टै फिल हुँदो रहेछ अलिक तातो हावा जस्तो खोइ कस्तो अनि यहाँ बसमा चाहिँ यस्तो प्याक गरेर हामी गएको थियौँ अनि यति धेरै प्याक थियो अनि अलिअलि थोरै सकेको जति चाहिँ भिडियोहरू बनाएँ बाटोमा अब हेल्थ पोस्टहरू थियो हेल्थ पोस्ट पुलिस पोस्ट चेकिङ पोस्टहरू थियो मान्छेहरू थियो अनि सिन्धुलीको बाटो यहाँबाट चाहिँ सिन्धुली बाटो अनि त्यो बर्दिवास छुट्ने अनि सिन्धुली छुट्ने यस्तो रहेछ अनि यस्तो हुँदै आयो हामी बाटोमा चराहरू पनि क्या मजाले उडिरहेको थियो अनि कति मजा लागेर चाहिँ मलाई भिडियो बनाउन मन लाग्यो हजुर पैसा बर गर्दा चाहिँ दिदी बोलाउनुहुन्छ मलाई टक्कै मेरो त्यो अगाडिको साथीलाई भनेर उसलाई एकछिन गर्न लगाएँ त्यस्तो राम्रो क्वालिटी त आएको थिएन तर कस्तो घाम नलागे जस्तो कस्तो थियो कि अनि अगाडि चाहिँ पुतलीहरू जस्तो कस्तो मजाले नाचिरहेको थियो त्यसैले मलाई चाहिँ बनाउन मन लागेर चाहिँ उसलाई भनेँ अनि उसले बनाइदियो अनि यस्तो दामी यो चाहिँ मैले आफैले बनाएको आई थिङ्क हो म आफैले रहेछ किन ब्याक साइडमा बसेको थिएँ म अनि अगाडि पनि त्यति चिनेको थिएन अनि सिसाको मन्दिर हुँदै यस्तो दामी मन्दिर अनि हामी टोक्दै गर्दै यतिखेर आइपुग्दा हामी 6:30 भइसकेको थियो हामी काठमाडौँ आउँदा त 12-1 बजिसकेको थियो 12 बजे 11:30 बजे बल्ल कौशलटार झरेर फर्किँदैछु म चाहिँ घर प्रस्ताव लिन आउँदै हुनुहुन्छ